यस्तो चाहिँ चारो म 10 बजी मात्रै दिन्छु सुँगुरलाई चारो तर मान्छे आउने हुँदैन सुँगुरहरू कति धेरै धेरै चक्क गर्छ कि यो सेतो खालको सुँगुरलाई चाहिँ अर्को खालको बनाउनु पर्छ यस्तो गर्छ यो मान्छे आउनु हुँदैन सुँगुरलाई के छ सुँगुरहरू चारो भर्खर पाक्दैछ अब आधी घन्टा छ चारो दिने टाइम यो पनि निक्ल्यो सुँगुरहरूले हैरान बनाउँछ नि यस्तो चाहिँ बाहिर निक्लिने बित्तिकै यिनीहरू यस्तो रमाउँछ कि यस्तो रमाउँछ है यिनीहरू यस्तो यिनीहरू पनि निक्लिनु खोज्दैछ तर यिनीहरूको थाहा छैन हजुरहरूले चाहिँ यस्तो यो हाइब्रिड सुँगुरहरू पाल्नुभयो भने चाहिँ खोर चाहिँ एकदम अलिक अर्को खालको नभए यो खालको बाँसहरू लाएर यो खालको सुँगुरहरू पालो भने त नि बाँस सबै खाइदिन्छ क्या बाँस खाएर यिनीहरूले दुःख दिन्छ यो चाहिँ मैले यो बिउ पालेको है अब यो बिउ चल्ने बेला भयो कि अनि यो अलिक धेरै चक्कर गर्नु थालेको छ यस्तो छ कि यहाँबाट निक्लिहाल्छ कि अस्ति यहाँ फलाउनुको गरेको सबै भत्काएर यो चाहिँ हामीले अलिक राम्रो खालको बनाएको छौँ कि यहाँबाट चाहिँ यतिको तपाईँहरूले पनि यस्तो सेतो खालको कुकुरहरू पाल्ने विचार गर्नुभएको छ भने चाहिँ अलिक खोर चाहिँ डह्रो बनाउनुपर्छ है यो चाहिँ हामीले कति 3 फुटको लम्बाइ छ अनि मासुको लागि सुँगुरहरू पाल्दाखेरि चाहिँ अलिक ठुलो खोर बनाउने हो अलिक धेरै हालिदिने हो भयो जति सुँगुरलाई नि जति अब साँगुरो भयो त्यति सुँगुरहरू चाहिँ राम्रो हुन्छ यो चाहिँ अब हामीले पहिला नै बनाउने यो ठुलो चाहिँ मलको लागि हो अनि यो बच्चा राख्नु अनि यो चाहिँ पहिला हामीले सुरुमा पाल्दाखेरि लोकल पारेको थियो त्यही भएर हामीले यो खालको खोरी यो खालको बनायौँ क्या तर यो खालको बनाउनु हामीले